यो चाहिँ हाम्रो धनकुटा है। यहाँनिर पर टुडी खेल छ। हामी चाहिँ अहिले आयुष होटलमा बसेको छौँ। हिजोसम्म वेदर साह्रै राम्रो थियो, तर आज राति एकदम पानी पर्दैछ। मौसम पनि अलिक खराब भइरहेको छ हैन। माटोहरू बिस्तारै बिस्तारै निकै भिजिसकेको अवस्था छ। त्यति साह्रो ठुलो पानी त परेको होइन, तर मौसम अलिक ठिक हुनुको लागि चाहिँ निकै टाइम लाग्ला जस्तो छ। अनि पानीले गर्दा अहिले निकै बढिरहेको छ है। यस्तै छ, जाडो भएको भएकै छ, मौसम खराब भएको भएकै छ। आज गेम छ, अब खेलेर भरे जानुपर्ने। यस्तो पानी परिरहेछ, के गर्नुपर्ने हो, नगई पनि भएको छैन। यहाँ रहेछ है एभोकाडको बोट। यो चाहिँ एभोकाडको बोट हो। फल चाहिँ टिपिसक्नु रहेछ त यार। उ त्यहाँ यहाँनिर फली पनि रहेको रहेछ। यो चाहिँ एभोकाड हो। एभोकाड निकै राम्रो, फलफुल मध्येकै राम्रो जस्तैमै पर्दो रहेछ। अनि अलिक महँगो पनि छ र हेल्थको लागि यो एकदम राम्रो पनि हुन्छ भनेको सुनेको थिएँ हैन। त्यसमा पनि स्पोर्टम्यानहरूले त अझै धेरै नै राम्रो हुन्छ अरे। यस्तो छ है धनकुटाको हालत। फुलहरू रोप्नु भएको रहेछ। अलिअलि कन्स्ट्रक्सनको काम पनि हुँदैछ, पर गेम पनि हुँदैछ। गेमको हालत यस्तो छ, ग्राउन्डहरू भिजिरहेछ, रोडहरू हिलो हिलो, पानीहरू जमेर यस्तो गिलो भइरहेको छ है। हाम्रो घरतिर, हाम्रो ठाउँतिर पनि पुरा बादल लागिरहेको अवस्था छ है त।